हे गाइस गुड मर्निङ वेलकम टु माई न्यू ब्लग। म चाहिँ अघि उठेको थिएँ। यहाँ चाहिँ पानी तात्दैछ, हिटर ब्याट छ। अब चाहिँ मुखसुख धोएर खाना खान्छु। सो गाइस मुखसुख धोएर अब चाहिँ खाना खान लाग्छु होइन। गाइस बाल्लो फेरि लागिसक्यो होइन पुरै आकाशमा। यहाँ चाहिँ चिसो बढ्यो। मैले चाहिँ वान टी सर्ट मात्र छ होइन। गाइस जाडो हो। अब चाहिँ म घरसँग लाग्छु है। गाइज घर चाहिँ पुगिसक्यो। अब चाहिँ भित्र सुत्छु होइन मजाले। गाइज यसो बाहिरतिर आवाज चाहिँ म चाहिँ बाहिर आएको होइन। यहाँ चाहिँ हल्का पानीको थोपाहरू आएछ। फेरि पानी पर्छ होला। हावा चाहिँ बबाल लागिरह। आकाश पुरै यस्तो भएको छ होइन। फेरि पानी पर्छ सायद। ओ चिसोमा हेट मार्छ म त भित्रै बस्छु। गाइजल चाहिँ गोरु बच्चा आइसक्यो होइन। मेरो चाहिँ यस्तो त्यो ठिङ्गल खोल्दाखेरि हात पिक्चरमा कसम यस्तो चिसोमा यस्तो दुखेर होइन। मेरो चाहिँ यो दुईवटा मात्रै हो। ऊ चाहिँ अरूको यो थाहा भएन। म यिनीहरूलाई गोठमा कुट्याउँछु होइन। हिट गुड हिट हे गाइज गोठको माथि र अगाडि चाहिँ यस्तो छ। अहिले चाहिँ यसको हरियो पातहरू फुलेको रहेछ होइन। अस्ति भिडियो बनाउँदा चाहिँ पातहरू के थिएन, फुल मात्रै थियो होइन। उता पनि फुलेको छ हरियो हरियो। तर क्यामेरा राम्रो छैन त्यही भएर देखिँदैन है। गोठ चाहिँ त्यो हो। साला पछाडि गयो यार। सिधै गोठमा हेर्न सिधै दुःख गराउँछ यार। गोरु चाहिँ प्याक भइसक्यो। अब म पनि प्याक हुन्छ होला सायद। चिसो चाहिँ बवाल छ। अहिले मलाई जगेट लगाइसक्यो होइन। अघि चाहिँ पानी पर्ला पर्ला जस्तो भएको थियो। म चाहिँ अहिले सुतेर उठेको। अहिले चाहिँ हेर्दा त घाम लागेर उता गएको छ। आकाश पनि पुरै साफ सुथरा भएको छ। जाडो साडो केही पनि छैन। अहिले चाहिँ हटिसक्यो सबै। गाइस खानासाना खाएर यसमा खुर्सानी पनि रहेछ क्या। यस्तो पिरोमा कन्चुडा हाल्यो यार। नेक्स्ट भिडियो मिलाउन। बाई बाई।